परेको एक दिन पनि रोकिँदैन। अछु बिहानदेखि गाडी परेको न गाडी पाओस् यो पानीले भिजिसक्यो। अछु यो छाताले पनि पानी छल्नु छोड्यो अब चाहिँ। ला हेर दिनहरू पनि कालै भइरह्यो अब त पुरा पानी पर्ने रहेछ। यो पुराले पानी त नि म पनि जान्छु नि दाजु। अरे यो त कृतिका होइन गाडी रोक्ने मेरो एक्स गर्लफ्रेन्ड। यसले मलाई यस्तो धोका देख्छ कि आज म तँलाई धोका दिन्छु पर्खि ल। आम्बो भगवान थ्याङ्क यू सो मच तपाईँले पठाइदिनु भएको होला कहाँसम्म होला है म्याडम? तिमी हजुर म कता जानु भएको होला, के काम थियो होला, कति काम ल्याउनु भएको होला। तिम्रो गाडी हो यो? कहिले गाडी किन्यौ तिमीले चाहिँ? तिमीसँग ब्रेकअप भएर किनेको यो गाडी। तिमीलाई जति मैले खुवाउँथे पिलाउँथे नि, जति किनिदिन्थ्यो नि सामानहरू, हौ त्यो पैसा सेभिङ गरेर यो गाडी किनेको। तिमीलाई मैले गर्लफ्रेन्ड नबनाएको मेरो अझै 2टा गाडी हुन्थ्यो बुझिस्? राम्रो किनेछौ त है। त्यति साह्रो होइन तिमीले तिमीसँग खर्च गरेनौ होला हौ। गरिन तैँले कति पैसा खाइदिएछ मेरो? गर्नु त गर्छ मैले पनि त्यसलाई किनिदिएको थिएँ बुझिस्? के किन्दिस् चुइको पनि त होला नि। त्यति बेला किन्दै होइन किनिदिनु त अन्त। अझै सुई गरे तेरो बेहोरा अझसम्म त्यस्तै रहेछ ल। बेहोरा सुधार है गएको म। के पुरा धम्की दिन्छ जस्तो कराउँछस् अझै? सरी नि सरी प्लिज हेर म अघिदेखि गाडी परेको होइन। हेर नि अनि गाडी पनि चल्दैन पानी परेर म भिजिसक्यो। प्लिज मलाई पनि लग्दैन परसम्म ल। गाडी नै आउँदैन यहाँनिर म कराउँदैन। सरी मलाई बस प्लिज लग्दैन न प्लिज। यो हो नि त कुरा भनेको। हात जोड मलाई हात जोड। त्यो दिन मैले पनि तँलाई यसरी हात जोडेको थिएँ, बिन्ती गर्दै थिएँ मलाई नछोड भनेर। तर तैँले मलाई छोडेर गइस्, तर म तँलाई छोडेर जाँदिनँ। किनकि तिमी मलाई अहिले माया गर्छौ होइन? म पनि तिमीलाई माया गर्छु। ल ल ल ल तिम्रो छाता भिजेको रहेछ, पछाडि डिक्कीमा हाल्नु। तिमी अगाडि सिटमा आउनु ल, अगाडि राख्छु। ओके यो त मेरो मायाको जालमा फस्यो। यसले नयाँ गाडी किनेको रहेछ। अब यसलाई फेरि म पठाउँछु। भयो लक खोल्दैन लक रहेछ। लान्छु तँलाई, तेरो छाता लगेको त बित्दै आइजस्। तैँले मलाई आज यस्तो गरेको छस् कि तँलाई म अर्को जन्मसम्म छोड्दिनँ।